मेरो फ्यान हो मेरो ब्लग च्यानलको फ्यान हो ओ माई गॉड यहाँ हेर्नु न मेरो ब्लग हेर्दैछ है हेलो गाइस आज चाहिँ हामी आएको छौँ यो पुन्टुरेको घरमा हैन अनि अब चाहिँ हामी कहाँ जान आँटेको भाइ बराबर हामी चाहिँ बुढापन जान आँटेको अब चाहिँ भाइ रेडी हुन्छ हाई गर्नु हेलो एभ्रिवान नमस्ते वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल सो आज चाहिँ हामी आएको छौँ बोराबाद सिसौली घाटको यात्रामा अनि हाम्रो दादाले चाहिँ सिसौली घाटमा कटेजहरू बनाउनु भएको छ नि त यो बोराबादकै छेउमा छ अनि यहाँ चाहिँ कति धेरै बनिसकेको छ क्या अनि म तपाईँहरूलाई एउटा कुरा देखाउनको लागि चाहिँ यहाँ रोकेको ल के भन्दाखेरि यहाँ हेर्नु है त यो सिसौली घाट जाने बाटोमा यहाँनिर चाहिँ ह्याप्पी ल्यान्ड बन्दैछ यहाँ पुरा बन्ने कार्यक्रम हुँदै रहेछ अनि यो चाहिँ ठ्याक्कै जनवरी 1 मा ओपनिङ रहेछ सो कतिजनालाई थाहा छैन होला मेरै भिडियोबाट हजुरहरूलाई इन्फर्मेसन भयो है त अनि हाम्रो दादाको चाहिँ कहाँ उहाँ छ उहाँ पर छ हाम्रो दादाको चाहिँ म चाहिँ अब भाउजूहरूलाई लिन हिँडेको सो गाइज हामी चाहिँ सिसौली घाटबाट अहिले बोरा बाँधमा जाँदैछौँ अनि यहाँ चाहिँ धेरै पिकनिक खान आउनु हुँदो रहेछ मान्छेहरू तपाईँहरू पनि आउनु होला सिसौली घाटबाट बोरा बाँध जाँदैछौँ पछाडि मान्छेको भिड छ घाम चाहिँ ऊ त्यस्तो छ आएकै छैन घाम चाहिँ पाउँदिनौँ सनसेट ह्याप्पी ल्यान्ड पनि बन्दै ऊ त्यहाँनिर बन्दैछ ह्याप्पी ल्यान्ड पनि मान्छेहरूको आउने जाने क्रम यस्तो छ थुप्रै बालुवा धुलो उडेर साथीहरू लास्टै भिड छ आज स्याटरडे भएर होला यहाँ हाम्रो टोली आउँदै हुनुहुन्छ अनि हामी चाहिँ ऊ पर बोरा बाँध्छ त्यहाँ जाँदैछौँ ल हामी चाहिँ बोराबाद आइपुग्यौँ है बोराबाद यस्तो छ है बोराबाद यहाँदेखि स्टार्टिङ छ वहाँ परसम्म हाई गाइज ल है साथीहरू यहाँ त सुटकेस बगाएर ल्याउँदैछ है तपाईँहरू के भेट्न सक्नुहुन्छ यहाँ आउनुभयो आइफोन पनि होला हौ आइफोन अहिले हाम्रो गुन्जनले आइफोन भेट्छिन अहिले एउटा आइफोन 17 प्रो म्याक्स सुटकेस बगाएर लाँदैछ अलिक बिस्तारै कुदाउ न सक्यो पैसा कति पैसा कति ए आयो 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 यसमा चाहिँ मजाले स्टन्ट गराउँछ है यो बोटिङको टिकट कति अरे 300 होइन 300 छ 300 छ 300 खान्छु पो होइन यो चाहिँ त्यो अहिलेको चाहिँ उतापट्टि थियो अब अहिले चाहिँ यतापट्टिको बोटिङ है यो दाइले चाहिँ पुरा स्टन्ट गराउनु हुँदो रहेछ यहाँ चाहिँ 3टा बोट रहेछ उता चाहिँ एउटा मात्रै बोट रहेछ सानामा मजा आउँछ ल ठुलो मम्मी जब बोटिङ खेल्न जान आँट्दै हुनुहुन्छ है साथीहरू
ल हाम्रो ठुलो मम्मी चाहिँ यसमा बोटिङ गर्न हार्दै हुन्छ तर अर्को लटमा कतिको डर लागेको छ सानोमा जानु न गुन्जन जाने डबल मोटर वाला रहेछ क्या यो मान्छेको भिड यहाँ लाखौँ 2 लाखौँ मान्छे होला नै कति हो मान्छे हैन बोर्ड पनि यो कम से कम 20 वटा जति छ ऊ त्यहाँ पारी पनि बन्दै रहेछ पारी पनि वहाँ पर छ त पर उता अझै उता गाइस एकदमै रमाइलो हुँदैछ हैन एकदमै रमाइलो हुँदैछ नि साथी रमाइलो हुँदैछ नि ल उहाँ बोट आयो अनि ठुलो मम्मीको पनि यहाँ मान्छे धेरै ग्यादर भइसक्नु भयो अनि ठुलो मम्मीले अलिक आँटाएर ऊ अगाडि पुगिसक्नु भयो म देखाउँछु ल यतिजना लेडिज भेला भइसक्नु भयो अनि ठुलो मम्मीको डर भागिसक्यो अघिसम्म चाहिँ डराएको डरै हुन्थ्यो खेलौँ कि नखेलौँ ल बोटिङ आयो है ठुलो मम्मीहरूको आयो अब ठुलो मम्मीहरूको ठुलो मम्मी ऊ त्यहाँ उभिराख्नु भएको हुन्छ ल ल ल जाँदै हुन्छ है बाई बाई ल हाम्रो ठुलो मम्मी जाँदै हुन्छ हङकङ जाँदै हुन्छ माछा फोन गरेर सोध न है सोध्दा के ल्याइदिन्छ एउटा डल्फिन ल्याइदिनु आमा एउटा डल्फिन ल्याइदिनु तपाईहरु कति जना हुनुहुन्छ 4 जना लोग का जोड़ी का ही है कोही बुझ्दैन कसको भिडियो बनाइदिनु है कस्तो भयो बोटिङको एक्सपिरियन्स रमाइलो भयो तर एक राउन्ड मात्रै घुमाइदियो छिटै सिद्धि गयो डर लागेको थियो बाटो होइन रहेछ नि डर त मोराको बिग्रेको रहेछ क्या ल अब चाहिँ हामी यता अगाडि अगाडि जाँदैछौँ यहाँ चाहिँ घोडा पनि हुनुहुँदो रहेछ है यसको साथी पनि हुनुहुँदो रहेछ यहाँ यहाँ चाहिँ टिकटक बनाउने पनि रहेछ साथीहरू ठुल्दाई बनारसी पान पनि रहेछ यहाँ पुरै मेला लागेको छ पुरै मेला यहाँ टिकटक बन्दैछ होटल एरिया रहेछ अनि पुरा गेम जोन यस्तो भिड छ साथी यस्तो भिड छ बाफ्रे बच्चाको लिँदैन नि होइन के सानो बच्चा ल गाइस यहाँ चाहिँ हाम्रो गुन्जनको फोटोसुट हुँदैछ है क्यामेराबाट कस्तो आयो ठिक छ गाइस आज चाहिँ हामी फुपू भदैनले जिन्दगीमा पहिलोचोटि बुके बोकेको छौँ पहिलोचोटि बुके बोकेको छौँ यता आउन त्यहाँ धेरै आवाज आयो पहिलोचोटि बुके बोकेर कस्तो फिल भयो तिमीलाई एकदमै राम्रो सपना पुरा भयो बुके बोक्ने सपना पुरा भयो बोराबनमा आएर तपाईँहरूले 50 रुपियाँमा 15 मिनटको लागि बुके युज गर्न सक्नुहुन्छ छाता पनि छ है त आधी घन्टा भइसक्यो आधी घन्टा भइसक्यो अब हामीलाई डबल दिन्छ ल अब हामी दिन गएको ल त झाला दिन ल अब चाहिँ हामी दिन्छौँ हाम्रो यो बुके जिन्दगीको पहिलोचोटिको बुके के चाहिँ उ त्यहाँ हुन्छ यहाँ 15 मिनटको लागि लिन मिल्छ है गाइज अब चाहिँ हामी बोटिङ पनि सक्यौँ फोटोसुट पनि सक्यौँ होइन बुके पनि बोकिसक्यौँ खै फुच्चे ए फुच्चे यहाँ छ अब चाहिँ हामी त्यो उयो भटभटिया हेर्न गएको भटभटेमा केटाहरू भटभटेमा गएको भटभटे चाहिँ ऊ यहाँ हुँदो रहेछ हेरौँ कति पर्छ सस्तै पऱ्यो भने नाच्न भनेको ल गाइज हामी चाहिँ अब हिँडेको बोराबनबाट के घाट नानी सिसौली घाटतिर फेरि गएको है त्यहाँको भिडियो फेरि
गाइस तपाईँहरूलाई चाहिँ भिडभाड मन पर्दैन होइन लाइक बोरा बाँधको टाइपको भने यतापट्टि यो सिमौली घाटमा चाहिँ पुरा सुनसान पिस छ यहाँ आएर इन्जोय गर्न सक्नुहुन्छ ठ्याक्कै बोरा बाँधकै अलिकति यता छ है यहाँ पनि प्रोसेसिङमै हुँदैछ बन्ने प्रोसेसिङमा